वाउ बालेन सरकार जनताको मत। कसले भन्यो त्यस्तो? कुन जनताले त्यसो भन्यो? उहाँको बारेमा तपाईँ एउटा मात्र तपाईँकै आफ्नै कमेन्ट हेर्नुहोस्। कमेन्टमा त्यो त पैसा दिएर राखेको मान्छे हुन्छ नि। त्यस्तो पनि हुन्छ। हामी त त्यसको गुप्त मान्छेनौँ, थाहा छैन। त्यो त सबै हामीलाई थाहा छ नि। पहिला उहाँहरूले चुनाव जित्दा नि त्यसरी जित्नु भयो। लौ न साथीहरू, यो हर्क सम्पाङ भन्ने मान्छे बोलाइसक्यो साथीहरू। हुँदाहुँदै अब बालेन शाहको पोस्टमा आउने कमेन्टलाई धरि पैसा दिएर किनेको कमेन्ट गर्न लागेको भन्ने किसिमको आक्षेप लागिरहेको छ त। अनि जति पनि बालेन शाहले चुनाव जिते, यो चुनावमा पनि उसले पैसा खुवाएर भोट हाल्न लागेको रे भयो। अब साथीहरू, अब क्वेसन हामीमाथि आयो साथीहरू। जति पनि हामीहरू भोट दिएर बालेन शाहको सरकार ल्यायौँ, राष्ट्रिय स्वतन्त्र पार्टीलाई झन्डै 2/3 सरकार ल्याउन सफल भयौँ साथीहरू भोट दिएर। हाम्रो भोटलाई पनि उसले अब पैसासँग कम्पेयर गर्दैछ। हामी पनि पैसामा बिकेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई भोट दिएर झन्डै 2/3 सरकार बनाउन सफल भएको भन्ने किसिमको उसले अभिव्यक्ति दिइरहँदाखेरि साथीहरू, तपाईँहरूले यो कुरालाई कसरी लिनुभएको छ आफ्नो प्रतिक्रियासहित कमेन्ट गर्नुहोस् साथीहरू।